हामीले गोदावरीमा आएर चोरेको मिठो छ हेल्दी कुरा मिठो छ भन्नुभयो नि भर्खर त आएको होइन भित्र आएको 1 घन्टा भएको छैन कहाँ फर्केर जानु पहिला आउँदा कत्रो ठुलो लाग्यो कता खिच्नुपर्छ ग्रुप फोटो खिच्नुपर्ने एउटा दामी कसैलाई भनेर एउटा गीत गाइदिनु न अस्ति पोहोर साल खुसी फाट्यो कस्तो दामी आइरहेको थियो अगेन लेट्स डु इट अगेन त्यही साला माया फाट्यो त्यसलाई पनि मनले टाले यसपालि त मनै फाट्यो केले सिउने केले कस्तो दामी भइरहेको थियो कन्टिन्यू केले सिउने केले टाल्ने हो भोजराज थापा तपाईँलाई भेट्न आउँछ अब यस्तो दामी गीत गाएपछि भोजराज थापा भेट्न आउँदैन त कस्तो तपाईँको र भोकल क्या दामी छ अलिकति नै अपोजिट भयो क्या है उताबाट चाहिँ सिध्नु पर्ला जस्तो यतापट्टि चाहिँ आउनुपर्छ है फोटो सेसन गोइङ दिदी बहिनीको तर म चाहिँ फोटो खिच्दिनँ दाजुभाइको भिडियो भनेको म उता गएँ ल नाइ म खिच्दिनँ नाइ मेरो आमोस गिम्बल बक्स यो हो क्या गिम्बल एकचोटि हामीलाई चाहिँदैन 1 2 दुईटैलाई अल्गु निकालिदिनु आमोस मात्रै अल्गु आयो कस्तो बेबी आयो फेरि उसको च्यानलमा म भाइरल भयो नि के होला त्यो मेरो भिडियो नआउने अलि उताबाट खिच्न धेरै नजिकबाट वाइडमा छ नि क्यामेरा दिनुहोस् एउटा क्यामेरा वाइडमा छ नि मेरो यहाँबाट नि वाइड एङ्गल आइदियो हुन्छ क्या आइफोन मात्रै वाइड आउँछ हाम्रो कोरियाको महारानी कस्तो एस्थेटिक देख्नु भयो क्या ओ माय गॉड ब्रो त्यो क्लियोपाट्रा भन्ने ट्रेन्ड चलेछ त झम फेरि पनि जयमसी हामी छौँ गोदावरी बोटानिकल गार्डनमा छौँ र हामीले लगभग 1 घन्टा घुमेका छौँ घुम्ने कुरा केही पनि छैन रहेछ लठी यहाँ छ केटी त्यहाँ छ लठी जोसेफले ल दौडिनु म भिडियो खिच्छु ल आउनु त अगाडि आउनु त अगाडि यति पेस राति नि भयो तिम्रो हेर मामा माइजी यहाँ ए मामा माई मिस्टेक सरी जंगल घुम्ने यार सोना मामा यो जंगलमा चराचुरुङ्गी खै यो जंगलमा फुलहरु खै बाघभालु खै ओ माने एउटा बाँदर पनि हुनु भने बाँदर पनि छैन ल त्यो फाउन्टेन भएको बाटो आउने हो के खासमा उ त्यो गाडी आयो भिडियो बनाइस् न लडेको नि हो चाहिँ अल्झेको त्यो
घुँडा हेर त केही भएको नि बिस्तारी दाइ बिस्तारी जोसेफ मामालाई चाहिँ धेरै गाह्रो छ है घुम्ने काम सिद्धियो घुम्ने काम सिद्धियो त्यत्रो 500 को पेट्रोल हालेको अर्थै भएन नि त्यही भने हाइट भएको आमुसु जस्तो हाइट भएको मोडलिङ गर्नुहुन्थ्यो त्यो काभ्रेली समिति गर्नुपर्छ क्या यस्तो वाला हो कि यस्तो वाला आइफोन हाई गाइस गोदावरी घुमेको केही छैन घडी पनि महँगो छ जोसेफ दाइलाई खतरा देखिरहेको छ क्या तर चस्मा साँच्चै यहाँ आइपुग्दासम्म त कालो भयो है थाकेको यसो निस्केर आएर घुमे हुन्छ ल तिमीहरू बाहिर गएर बस्दा गर नि त हामी किन्दैन हैन हैन अजय होइन म त केही समस्या छैन जे गरे पनि हुन्छ मैले उनी भेटेन रुक्नु यहाँ पोखरी छ क्या मलाई कहाँ छ नि थाहै पाएन घुमिसक्यो क्या ओए चिप्स किन्नु नि दिदी कस्तो भोलायो भने $160 ओन्ली के को $160 साँच्चै US डलर साँच्चै हो क्या जोर्डन हो कुन कसको लाग्यो अहिले हेर्दा त अलिक पुरानै छ दामी छ त तिमीहरूले के म गफ हान्छ कि क्या 22-23 हजार पर्छ कति 22-23 होला होइन 22-23 हजारमा त 22-23 वर्ष अर्को जुत्ता लाउँछु घुम्ने त्यो उसकै त्यो के अरे भन्छ नि घुम्ने त्यो उसै नि छैन के किन्न ला के किने ब्ल्याक मार्केट के साह्रो के उठाएको आइसक्रिम लगाउँ न आइसक्रिम साजु से हो कुन चाहिँ पाँचजना होइन डिउ नै त्यत्रो किनिसक्यो अनि आइसक्रिम पनि आधी टोकेर खानु त मलाई मिठो खालको दिनु न दिदी मिठै छ यो पनि यो भन्दा नि मिठो छैन यो भन्दा मिठो बोटको खाने होला बटरस्कचमा एउटै के साइज मात्र मलाई यो 50 त्यो चक्लेट हो यो भित्र सेम यो छ यो बाहिर 30 रुपैयाँ त लिन्छ होइन मन्दिर तर घुम्न जाँदा हुन्छ हेर्न जाँदा त पाइयो नि ओए साथमा ले लाग्यो खा अब एकछिन सबको बडको स्न्याप बनाउनु पर्छ आउँदा के बनाउनु पर्छ के हो यो? यहाँ ल यसमा यो त तिमीसँग ल क्लिप एकचोटि मात्र ल म फोर्छु मोन्स्टर चाहिँ पाइँदैन रहेछ यतातिर नेपालमा मलाई त स्टिङ मन पर्थ्यो मन लगाएर होला अजय मोन्स्टर पाइँदैन नेपालमा छैन म त याद गरेको छैन मोन्स्टर खोजेको के मैले ड्रिङ्क्स नेपालमा पाउँदैन नि अर्डर गर्नुपर्छ इन्डियादेखि कस्तो भयो खाँदैन होला खोल्नु नि ला समात त्यही खाऊ पर्छ एरा बुद्धि आएर भाइ ला समात यो बराबर त तलबाट समात न तलबाट थुप्रै छैन छ्या तो त्यो लिन अलि मायाले गाली गर्नु न भने यसलाई त माया पोसेन नि अजरी हामीलाई नाइ म नखाने ल दाँत कुँडियो मसँग हिँड्यो नि त साथीहरू त रुने रहेछ म त एक ठाउँमा बसेर दिनभरि त्यहीँ कटाइदिन्छु म चाहिँ हो क्या घुम्ने मान्छे म घुम्ने त्यो फुर्सद नपाएर हो म त महँगो भएर नगएको त्यो ठाउँ लास्टै महँगो गार्डन अफ ड्रिम्स म त कोकम्यान हो म त फ्यान्टा मन पर्दैन मलाई त म फ्यान्टाको होइन डेली चाउचाउ कोक होइन आज भिडियो त 3 जना म्याडमहरूको मात्रै आएकै छ त आज तिमीले यो नहालाई तिम्रो गर्लफ्रेन्ड मैले केटाहरूलाई थाहा नदिए हो कि कसलाई के थाहा ए कहिले आएको थियो र वार्षिकमा
कोमो सायनारा सायोनारा कोन्निचिवा म हात हाल्छु पक्नु हेर्नुहोस् गाइस म उफ्रिन्छ अब त्यही भएर हेर साथीहरूसँग हिँड्नुभन्दा दिदीहरूसँग हिँड्नु होइन म त त्यस्तो कुरा पनि मान्दिनँ म चाहिँ फेरि एक्लै हिँड्न मन पराउने मान्छे कुरकुरे त हामीलाई त पुरानैवाला मनपर्छ त्यो पहिला हामीले खान्थ्यौँ नि के अरे त्यो त्यो होइन नाइ करेन्टको होइन कि नर्मलवाला कुरकुरे किनेको त नि हो त्यही त खाऊ भने मलाई पनि त्यही मनपर्छ यादै गरिनँ मैले त्यही हो मलाई पनि मन पर्ने त्यही हो म वेट घटेको छ कि छैन साथी कमेन्ट गरेर भनिदिउँ त म भुँडी हेरेर होइन भुँडी त मेरो जस्ता तस्तै छ म वेट चाहिँ घटाउँदैछु क्या म अहिले डाइटिङ गरिरहेको छु आज भोक लाएर मात्रै हो कि म बिहान खाँदिनँ नि त मैले तिम्रो वेट घटाएको म धेरै घटाएको अहिले हेल्दी लाइफ वेल्दी लाइफ होला मलाई थप्नै आएन पछाडि सिम्पल लिभिङ थिम्पिङ अरे थिङ्किङ यो सब काटेर फाल्ने हो मैले के खिचिरह होला है म होइन भन्नाले तिमीलाई मैले नखिच भनेको यस्तो नि त मतलब 2 घन्टा अघि नकाट भनेको चाहिँ काट्न पाउँदैन कहाँ तपाईँले भने जस्तो हुन्छ त्यो त मेरो इच्छा हो नि म जसरी बनाउँछु मान्दैन है मलाई कोरियनहरू एकदमै साई भन्दा नि अलिकति त्यो अर्काको उसमा हात नहाल्ने टाइपको मान्छेहरू क्या आफ्नो लाइफ आफ्नो भन्ने टाइप पानीपुरी खाने हो मैले प्लान गरेर आएको छु ल पानीपुरी द्याट्स उता 1000 रुपियाँ पर्छ हामीहरू 50 रुपियाँमा आउँछ होइन यहीँ खाएर जाने राजा चाहियो भन्छौ पक्का तिमीहरूलाई म राजाको सिरपेज देखाउँछु राजा चाहिनेहरूले यहाँ सिरपेज पहिला खोजेर लग जोलाई राजा चाहिन्छ राजाको पहिला टोपी खोजेर लिएर आऊ Did it ever occur to you my heart's more than a toy?